विदाय कार्यक्रम भएको भएर त्यही भएर अब बाँकी कुरा चाहिँ हाम्रो सेफ सरले भन्नुहुन्छ र सरले पनि छोटो केही मिठो मन्तव्य राखिदिनुहुन्छ सेफ सर। ल महानाम मुनि सर पहिलोचोटि भेट भएको हामीले कहाँ एआइटीमा एकचोटि भेटेको थियो एआइटीमा भेटेको थियो। त्योभन्दा अगाडि चाहिँ उहाँ हुनु त यहाँ म थिएन। सरले एकपल्ट सन्देश्वरसँग के हुँदै एयर कनेक्टिभ मिलन साथ अनि फेरि कहिले पनि नआत्तिने काम गर्दै कहिले पनि नरिसाउने सधैँ हाँसिरहने र यस्तो प्रसङ्ग चाहिँ हुन्थ्यो हाम्रो यहाँ हाम्रो के अरे महानाम मुनि साक्य। अब लाइफ त सबैको यस्तै हो। एउटा पाहाडबाट एउटा मूल खोजेर पानी निस्किन्छ नि, त्यो पानी चाहिँ अब बग्दै 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 जानुपर्छ नि। त्यसले चाहिँ 52 ठक्कर के भन्छ 52 ठक्कर खाँदै 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 जान्छ नि लाइफ। हाम्रो लाइफ पनि त्यही हो, सानोबाट सुरु भएर कहाँ के को अनि सबैको डेस्टिनेसन पहिले यहाँ जानुपर्ने भन्ने हुन्छ क्या। उहाँ नजाउँ भन्दा पनि उहाँ जानुपर्छ, यहाँ नपुग्ने छैन नि। दैनिक डेस्टिनेसन जो आफ्नो कर्मकोदेखि लिएर सबैले घुमाइ गरी कहाँ पुऱ्याउँछ। त्यो भएर लाइफमा हामीले चाहिँ जहिले पनि के सोच्नुपर्छ भनेदेखि सकारात्मक है। यहाँ चाहिँ कुन बेला को जाने भन्ने थाहा छैन। उहाँ त्यो अमेरिका जानु भने पत्तै छैन। 81 भिसा आयो उहाँको है। अब कति हाम्रो साथीहरू मसँग काम गर्नेहरू सबै कोही अरब, कोही अस्ट्रेलिया, कोही न्युजिल्यान्ड। आज एउटा गेस्टले भेट भएको थियो माथि त्यहाँ न्युजिल्यान्डबाट त्यो गेस्ट रुममा आउने गेस्ट। त्यहाँ न्युजिल्यान्डमा चाहिँ नेपाली रेस्टुरेन्ट प्राकृतिकमा काम गर्ने मात्रै खोलिएको थियो। भनेर भएर उसले मलाई भेटाएको थियो। एनिवे लाइफ भने बुझिहाल्नुभयो। कहिले कहाँ यो सधैँ यस्तै बित्छ भन्ने चाहिँ नसोच्ने। उहाँले पनि त्यो सोचेको सपना पनि सोचेको थिएन पहिला, तर आफ्नो डेस्टिनेसन भने हुन्छ नि, कहाँ भाग्यले कहाँ पुऱ्याउँछ के पुऱ्याउँछ भन्छ नि। अब कति मान्छे अमेरिकामा, कति मान्छे अस्ट्रेलियामा अहिले गइरहेका छन्। अब उहाँको चाहिँ यो क्रममा अहिले जुन उहाँले चाहिँ आत्मीय जीवन त हाम्रो यहाँ होटल लाइन बिताइसक्नुभयो। बाँकी अझै सङ्घर्ष गर्नु छ। त्यसको लागि हामी पहिले हामी शुभकामना दिन्छौँ। किनभने अमेरिकामा गएर खाली बस्नु भन्ने हुँदैन। यहाँ त खाली बस्ने सम्पत्ति छ, यताउति छ भन्ने हुन्छ नि। त्यहाँ गएपछि कमाउनै पर्छ, ड्युटी जानै पर्छ, कमाउनै पर्ने। एनिवे उहाँको चाहिँ यो अमेरिकाको यात्रा शुभ होस्। हामी सबैको फेसबुकमा एकचोटि जोइन गर्नुहोस् सबैले है, गर्नुहोस्। लाइफ त यही त हो नि, जाने आउने। अब मैले सोचेको थिइनँ फेरि म होटलमा आउँछु भनेर, त्यस्तो थिएन। तर उहाँ पनि अमेरिका गएर फेरि यहाँ आउनु सक्नुहुन्छ। र उहाँले त्यस्तो कुनै छैन, लाइफको ठेगान छैन कसैको पनि होइन। भोलि के हुन्छ थाहा छैन। त्यो भएको हुनाले हामीहरू यहाँ जति पनि काम गर्ने छौँ सबजना सकारात्मक हिसाबले काम गर्ने हो। यहाँ कहिलेकाहीँ तपाईँहरूसित रातो मुख पनि गर्नुपर्ने हुन्छ त्यो कामको सिलसिलामा, भित्र हृदयबाट होइन फेरि है। कसैले पनि यस्तो उस्तो भन्ने सबैजनाको आफ्नो स्वभाव हुन्छ। त्यो स्वभाव बमोजिम हामीहरू बाँचिरहनु पर्ने हुन्छ। जो वेलकम भन्दा बिदाय अलिकति हामीलाई खिन्न त लाग्छ होइन। उहाँ जस्तो मान्छे फेरि हामीले पाउन गाह्रो छ। अबको उहाँको लाइफ फेरि नयाँ सुरु हुँदैछ। त्यसको लागि अग्रिम शुभकामना। जे भए पनि हामीलाई अविस्मरणीय छ उहाँको जुन काम गर्ने तरिकादेखि लिएर सबै। र उहाँको तरिकालाई हामीले अप्नाउनु पर्छ। उहाँको तरिका सबभन्दा राम्रो के भने उहाँ होटल म्यानेजमेन्ट गरेर पढे लेखेको मान्छे र त्यो भइकन प्लस
प्र्याक्टिकल यो दुइटै जरुरत छ कि लाइफमा। अनि एटिच्युड अनि उहाँ अगाडि नबढ्ने भन्ने कुरै हुँदैन। यदि एटिच्युड राम्रो छैन, काम साम सबै राम्रो छ, ठिक छ, त्यो भयो भने के हुन्छ, अगाडि बढ्न गाह्रो। एटिच्युडले चाहिँ मान्छेलाई धेरै ठुलो ठाउँमा पुऱ्याउँछ है। अब हाम्रो चाहिँ एउटा नलेज हुन्छ, एउटा स्किल हुन्छ। उहाँसित नलेज छ, स्किल छ, अनि अर्को इम्पोर्टेन्ट चिज भने एटिच्युड। उहाँ अमेरिकामा पनि कुनै होटलमा सेफ गर्नु सक्ने उहाँको छ। त्यसलाई अग्रिम शुभकामना। मानवजी लाइफ यस्तै हो, रमाइलो भयो तपाईँसित काम गर्दाखेरि यहाँ। एनिवे कसको कति दाना पानी छाउन्जेल छ गर्ने हो, सबै यस्तै हो, मेरो पनि यस्तै हो। ल एनिवे वन्स अगेन थ्याङ्क यू। तपाईँले जति पनि काम हामीलाई हेल्प गर्नुभयो त्यसको लागि हामी थ्याङ्क यू। अरू चाहिँ अब भविष्यमा कहिले काहीँ कुराकानी होला, तपाईँ भने लाइभ कुराकानी गरौँ ल। हुन्छ, थ्याङ्क यू भेरी मच है सबै मेरो टिचिङको टिमलाई पनि हेर्दैदेखि अन्त 2-2.5 वर्ष भनेको चाहिँ हिजो आएको जस्तो लाग्यो। 2.5 वर्ष गर्दाखेरि त मलाई पनि अचम्म लाग्यो। भनेपछि यो भनेको छ नि एउटा टिमवर्क कोलाबोरेसन भयो। सपोर्ट नभइकन साइड म यो ठाउँमा पनि जान सक्दिनँ भनेर कहिलेकाहीँ 40 कति पछि रमाउला भन्छ नि। अब म 40 कति पछि रमाउला, 40 कति पछि अब फेरि नयाँ सुरु सेलु भन्ने कुराहरू चाहिँ एटिट्युड भन्ने चाहिँ यस्तो इम्पोर्टेन्ट रहेछ। एटिट्युड हामीलाई नौसोटीमा हामी हुँदा पनि ट्रु एटिट्युड, त्यो हस्पिटालिटीमा ट्रु एटिट्युड भने के हो त? ट्रु एटिट्युड भनेको यस्तो चिज छ है, तिमीले यो एटिट्युडलाई मेन्टेन गर्न सक्यो भने तिमीले जहाँ पनि देख्छ है। आज सायद म यो पनि कारणले गर्दा होला, मैले एकजना साथीले यही सिलसिलामा एकपल्ट भेटेको थिएँ। ए त अमेरिका जान लाग्दैछ भनी सोध्यो। हेर म यसो भने अहिले जाने त के भयो मेरो यसो अपर्च्युनिटी आयो। अन्त बच्चाहरू फ्यामिली यसो छोडेर अहिले होइन फ्यामिली पनि जान लाग्यो, सबै जान लाग्यो, बच्चा पनि सबै जान लाग्यो भने ओहो त्यसो तँलाई जतिको चिठा कसैलाई पढेको छ भने किन भनेर सोधेँ मैले। अहिलेको जमानामा अमेरिकामा आफ्नो बच्चालाई पढाउनु भने किनभने 30-40 लाख लाग्छ। तँले 2जना बच्चा त्यो विशेष भनेको तँले 1 करोड पुरस्कार पाइन्छ। 1 करोडको चिठा लाग्यो तपाईँ त भनेको म पनि त अचम्म 1 करोडको हुनु त हो है। तर कसरी नि टाइम समय मैले भने म अमेरिका जाँदाखेरि मेरो खर्च एक पनि छैन। मेरो काम गर्ने साथीको मार्फतबाट रिकमेन्ड गरिदिएपछि फलानु मान्छे यस्तो छ है भनेपछि एउटा एटिट्युड पनि प्लस पाइन्छ। कसरी कहिले काहीँ कस्तो लाग्छ भने पुण्य मेरो बाउ आमाले राम्रो पुण्य गरेर मैले फल पाएको मैले पनि गरेको यसो पुण्य हो। मेरो दाइले भन्नुहुन्थ्यो जहाँ जाँदा पनि है रिस गर्नु हुँदैन। तिम्रो घरबाट निक्लिने साथ पनि कोही मान्छे हिँड्छ नि नमस्ते गर, तिम्रो लभ त्यहाँबाट आउँछ। हुन त हो म कहिले काहीँ घरबाट निक्लिँदा पनि भगवान् छ भने भगवान्लाई नमस्ते दर्शन गरेर या कोही हिँडेछ भने काका के छ काका के छ भने एउटा लभको प्रतीक हुन्छ भने है। थ्याङ्क यू भेरी मच। हुन त फर्स्ट इनिङ 6 वर्ष गरेँ, सेकेन्ड इनिङमा एउटा 2.5 वर्ष सायद त्यसैले भने चाहिँ थर्ड इनिङमा योभन्दा बढी गर्छु। तपाईँको साथ सायद यो सबै चिजहरू तपाईँहरूले सबै टिमले मलाई सपोर्ट नगरेको यो ठाउँ पुऱ्याउन सक्थ्यो र यो टिमले सपोर्ट गरेको नै म आज विगतमा मबाट के पनि गर्ने चिज छ भने डेफिनेटली म गर्छु। हुन त नेपालीहरू गएर विभिन्न ठाउँमा होटल रेस्टुरेन्ट खोलिरहेको छ भने आवश्यक छ भने पनि किन मेरो साथी छ मेरो काम गरेको स्टाफहरूलाई रिकमेन्ड नगर्थ्यो त? यो
थ्याङ्क यू फेरि एकपल्ट थ्याङ्क यू भेरी मच एभ्री वान है। आज कस्तो म आफूले पनि भाग्यमानी लाग्यो। म 1 घन्टा ढिलो भयो, मनमा त एकदम गाउँकुटी भइरहेको थियो साथीहरूलाई भेट्नु पाउने हो कि भने, तर आज पार्टी भयो भने सबैलाई भेट्नु पाएँ, सबैलाई भेट्नु। इभन यहाँ आउने क्याजुअलहरू त मैले अस्ति त्यही क्याजुअलहरूको एउटा कुरा गर्दाखेरि जहाँ पनि क्याजुअल नै पद्मकन्याको लिनुहोस् है भनेर एउटा प्रस्ताव पनि राखेको थियो कि यहाँ मात्र होइन कुनै ठाउँमा पनि जहाँ पनि पद्मकन्याको लिनुहोस् है, किनभने एकदम यताउता केही छैन, काम भनेको बहुत स्टेट ट्रेनिङहरू अहिलेको ट्रेनिङहरू पनि एकदम इनिसिएटिभ जस्तै यो हाम्रो तुलसीको रामचन्द्र भाइ कति इनिसिएटिभ काम हो। यही चौधरी के अरे साइमन है, यस्तो चिज छ त्यसलाई निरन्तर दिनुपर्छ है, त्यसले निरन्तर दिन्छ। यो भनेको चिज चाहिँ नि आफ्नो आउट हुन त काम गर्ने यसमा बदमासी के भयो भने प्लिज मैले के गरेँ भने मलाई क्षमा गरिदिनुहोस् न भने नि समय कहाँबाट आउँछ के को थाहा, तर अपर्च्युनिटी ग्र्याब गऱ्यो भने राम्रो रहेछ। यो भन्नेमा फेरि एकपल्ट थ्याङ्क यू भेरी मच एभ्रीवान, थ्याङ्क यू। र साह्रै मिठो र मार्मिक आफ्नो मनमा लागेको कुराहरू कामको प्रसङ्ग को बारेमा सबै कुराहरू उहाँले राखिदिनु भयो र उहाँलाई एकदम पुरी धन्यवाद आइदिनु भयो र हाम्रो यो सानो उपहार ग्रहण गर्नको लागि। र साथसाथै अब यसमा सेफ सरले दोसल्ला प्लस यो मायाको चिनो किचनको तर्फबाट सबै साथीको तर्फबाट यो सानो टिका र दोसल्ला चाहिँ सेफ सरले ताली है साथी। र सबै हाम्रो किचनको सम्पूर्ण साथीहरूको तर्फबाट र सरलाई शुभयात्रा भन्दै यो मायाको चिनो एउटा टिको लगाएर र जहाँ जाँदा पनि गणेशजीको चाहिँ फर्स्ट पूजा गर्नु रे भनेर त्यसलाई पनि सरकै अब सरले पहिला सानो टिका लगाइदिनु होइन ठिक छ। यो बालन सिटीमा चाहिँ यो चल्दैन के बालन सिटीमा यो चल्दैन अहिले किन अहिले ढाका हो कि अहिले आउनेमा ठिकै आउनुपर्छ। त्यसबाट विदेशी स्वदेशी पैसाहरू विदेशमा भयो। त्यो साग र साग
ल अवश्य सबैजनाले नलाउनु न मैले भिडियो हाल्दा छु भिडियो फुल भिडियो के लाग्यो कि होइन फुल भिडियो फुल कार्यक्रमको पुरा प्रत्यक्ष प्रसारण होइन टेलिकास्ट हुँदैछ भाइ खिच्दाखेरि एकछिन खिचेर बस्ला है खिचेर बस्ला खिचेर त्यसैको परिणाम हो बिदाई गर्न नि यहाँ हाम्रो वर्षदेखि अगाडि भइरहेको हजुर भिडियो भइरहेको छ पल्ल सर अब यो केक पनि सकेपछि मनोज आउ न सबको भिडियो होइन अब एउटा क्लिक फोटो चाहिँ गरौँ न होइन पहिला केक काटौँ अनि सामूहिक खिचौँला नि ल खिच्छ भयो ए पहिला केक काटौँ सर ताली 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 बजाउनुहोस् है फ्राइडे सल्लाह नि हो हजुरले गर्नुभएको कुरा ठिकै हो यसमा गर्नुहोस्